गाइस नमस्कार। सदा जस्तै आज पनि म एउटा सानो मिनी भ्लगमा जोडिएको छु। आज हामी चाहिँ एउटा काजी होमस्टेलाई एक्सप्लोर गर्न गइरहेछौँ। यो चाहिँ हामीसित हुनुहुन्छ आज पछाडि यङ ह्यान्डसम इनर्जेटिक गोकर्णा सर। नमस्कार होइन हेलो गर्ने हो नि अफिसियल। नमस्कार हेलो एकदम राम्रो। पछाडि हुनुहुन्छ रोशन होइन, यता हुनुहुन्छ हाम्रो काका, अनि यहाँ हुनुहुन्छ मेरो बहिनी निरञ्जना, अनि अगाडि हाम्रो भेटनरी सर हुनुहुन्छ। र हाम्रो यो दुःख सुखमा अलिकति यो क्यामेरा हल्लिरहेको छ है, दुःख सुखमा साथ दिने हाम्रो दाई हुनुहुन्छ। रामचरण दाईको ड्राइभमा छौँ आज उहाँको गाडीमा। अब हामी यो काजी होमलाई एक्सप्लोर गर्छौँ। कस्तो छ काजी होम भनेको? यो पहिला एउटा रइस मान्छे, धनी मान्छेको घरलाई यहाँ हाम्रो रविन अधिकारी भन्ने सरले त्यसलाई मेन्टेनेन्स गरेर आज होमस्टे चलाउनु भएको छ अरे। आज हामी त्यहाँ जान्छौँ। त्यहाँको खानपान, त्यहाँको रहनसहन के कस्तो छ त्यो म तपाईँहरूलाई देखाइ नै हाल्छु। र हामीसँग दुईवटा गाडी छ, अगाडि सरहरू पनि हुनुहुन्छ 14 जना, अनि पछाडि हामी 5-7 जना छौँ। यसको फर्दर के हुन्छ मेरो भ्लगमा जोडी नै राख्नु होला है त। स्टेडियम हामी काजी होमस्टेमा नजिकै आइपुगेका छौँ। अनि अङ्कल हेलो काका, काजी होमस्टेको बारेमा के बताइदिनु? उहाँ ऐतिहासिक काजी होमस्टे जत्तिकै पुरानो मान्छे हामीसँग हुनुहुन्छ। काजी होमस्टे चाहिँ हाम्रो मान्य योगेन्द्र सिंह थापा, अहिले उहाँ हुनुहुन्न, उहाँको घर हो। उहाँ चाहिँ मलाई लाग्छ 42-43 सालको राष्ट्रिय पञ्चायत सदस्य हुनुहुन्थ्यो। त्योभन्दा पहिला जिल्ला पञ्चायत सभापति हुनुहुन्थ्यो। त्योभन्दा अगाडि अरू गाई हुनु, त्यस्तो मजाक नगर्नु न ल प्लिज। भ्लगमा फेरि म यहाँ जोडिन चाहन्छु। उहाँ हामीसँग सिस्टरहरू हुनुहुन्छ, मास्क खोलिदिनु हो। उहाँ हुनुहुन्छ, सिस्टरहरू हुनुहुन्छ। अनि मेरो भ्लगमा जोडी नै राख्नु भएको छ, अब जोडी नै राख्नुहोस्। यो काजी होमस्टे भनेको छ ल। ओके आयो, राम्रो फुलहरू छ यहाँ, फुलहरू यहाँ छँदैछ। काजी होमस्टे चाहिँ यस्तो छ। यो काजी साहबकै घर जस्तो यो चाहिँ। म तपाईँहरूलाई यो सराउन्डिङ सर देखाउँछु। काजी होमस्टे चाहिँ ऐतिहासिक ल। यो काजी होमस्टेको भ्लग बनाउँदै आएको के तपाईँको फेसबुकमा सेयर गरिदिनु ल। यो सब्सक्राइबर अलि बढ्छ मेरो। खत्रै छ त घर त दामी छ। टाइट साहब मेरो भ्लगमा हेलो गरिदिनु ल। नमस्ते। ओहो ल, यो चाहिँ धेरै पुरानो ठाउँ छ। यतापट्टि उहाँहरूले सानो बार बनाउनु भएको रहेछ, बस्ने खाने ठाउँहरू पुरै धेरै राम्रो छ। यहाँ नाइट स्टे गर्नलाई रुमहरू पनि राम्रो रुमहरू छ। यो काठको एउटा घर, सब बन्द छ। खै यो चाहिँ एउटा सङ्ग्रहालय नै जस्तो छ यार, काजी होमस्टे। ओ माई गड ल। यहाँ चाहिँ रुम छ नाइट स्टेको लागि कम्फर्टेबल रुमहरू, है स्टेको लागि कम्फर्टेबल रुमहरू छ है। खतरा रहेछ नि त, धनी मान्छेको घर के पुरानो। मेरो बुढो मामाली हजुरको है, बुवाको मामा। यहाँबाट टक्क यो भ्यू। होमस्टे मेरो पनि फर्स्ट टाइम नै हो। यसो हेर्दाखेरि मलाई चाहिँ राम्रै लाग्यो। अब घर पनि अब ऐतिहासिक खालको नै रहेछ, एउटा इतिहास बोकेको होइन। अब यसलाई पनि अब हाम्रो रविन सरले चाहिँ अब एग्रो होमस्टेको नाम दिएर अब यहीँको भएको अब भनौँ न यो लोकल उत्पादनलाई चाहिँ अब। नम्रता सिस्टर कस्तो लाग्यो काजी होमस्टे भनिदिनु त? एकदम रमाइलो। यसको सबभन्दा रमाइलो मान्छेलाई झनै गाउँको झनै घरको आउने यता
धेरै राम्रो छ हेर्दाखेरि त उसलाई त राम्रो लागेको छ होला हैन फोनमा मलाई त एकदम ह्यान्डसम लागेको छ ह्यान्डसम लाग्यो मनोज दाइ हजुर कस्तो लागेको छ यो सोचे भन्दा नि बढी रहेछ यहाँ एकदम राम्रो रहेछ तर अन्डर कन्स्ट्रक्सन रहेछ यो सबै निर्माण सम्पन्न भएपछि अझै राम्रो हुन्छ हैन धेरै राम्रो रहेछ यो ओके गाइज अब हाम्रो यहाँ खानाको सुरु भइसक्यो खाना भन्दा पनि एउटा ल जस्तो कि यहाँ सलाद छ त्यसपछि यहाँ हल्का भेज नन भेज केचा कुचुक माहौल मिलिरहेछ ल रोशन सर खानाको रिभ्यू दिनु त कस्तो छ अर्ग्यानिक छ है कस्तो छ खानाको रिभ्यू दिनु खाना त अब सबै ठिकै छ तर यो बाघलाई चाहिँ घाँस हालेर हुँदैन ओ माई गॉड ल ल ल ल ल कत्रै कडा आयो नि त है ल ल